हजुरलाई कसरी हाम्रो चिया तपाईँ यहाँ आउनुहुन्छ भनेर बिहानदेखि पर्खेर बसेँ किनकि तपाईँले मलाई फोन गर्नुभएको थियो ग्रिन टीको बारेमा त्यही भएर भन्नुहोस् मलाई किन भेट्नु म जहाँसम्म मलाई ग्रिन टीको बारेमा धेरै उत्सुकता जागेर चाहिँ तपाईँबाट केही यसको बेनिफिटको बारेमा भनेर चियाको बारेमा हाम्रो टिम भाइले मलाई अस्ति फोनमा पनि सोध्नु भएको थियो म एक दिन भेट्न आउँछु भनेर आज आउनु भएछ अत्यन्तै खुसी लाग्यो इलाम ग्रिन टीमा चाहिँ यहाँलाई स्वागत छ है स्वागत छ र यो चियाको विषयमा चाहिँ के हुन्छ भने विशेषतः चिया दुई प्रकारको हुन्छ प्रकार चाहिँ एउटा अर्थोडक्स हुन्छ एउटा सिटिसी हुन्छ जुन चिया हामीले अहिले खाइरहेका छौँ यो नितान्त अर्थोडक्स र अर्ग्यानिक छ यसमा कुनै पनि केमिकल मिसाइएको छैन र यो हाम्रो इलामको उच्च पहाडी भागमा बनाइएको अर्थोडक्स चिया जो चाहिँ सबै अक्सर मान्छेहरूले भन्ने गर्नुहुन्छ कि एक नम्बर चिया त नेपालमा खानै पाइँदैन सबै विदेश जान्छ तर हामीले के छ भने विदेशको भर पर्नु हुँदैन स्वदेशमा स्वदेशी सामानलाई चाहिँ प्रयोग गर्नुपर्छ भनेर इलाम ग्रिन टी क्याफेमा चाहिँ हामीले विगत 7 वर्षदेखि यो चियाको काम गर्दै आएका छौँ र यो चियालाई हामी पकाएर खुवाउने र खाइसकेपछि यसको बेनिफिटको बारेमा यसको चाहिँ उपयोगिताको बारेमा थाहा पाउनेहरूलाई हामी एक नम्बर चिया उपलब्ध पनि गराउँछौँ र चिया चाहिँ अब तपाईँको विशेष गरेर मैले सिटिसी भन्दा एक अर्थमा भन्नुपर्दा बजारमा पाइने दानादार चिया जसलाई यो चियामा पनि खाने गरिन्छ मुना मारुती साइक्रिका सम्झना डोक्ला आदि इत्यादि नामले बजारमा आउने चियाहरू चाहिँ सिटिसीमा पर्छ भने अर्थोडक्समा चाहिँ अब नेपालमा धेरै नाम कमाएको चाहिँ अब रातुराहरू हाम्रो नेपाली हाम्रो इलामले ल्याएको चाहिँ बगान अर्ग्यानिक टी इलाम बगान अर्ग्यानिक कलेक्टिभ हब इलाम बगान अर्ग्यानिक टोखामा पनि हाम्रो दर्ता छ इलाम ग्रिन टी एन्ड फुड क्याफे हाम्रो तारकेश्वरमा भयो र हामीले चाहिँ राज्यलाई तिर्नुपर्ने सबै करहरू तिरेर चाहिँ विभिन्न ठाउँमा हामीले चियाको बिक्री गरिरहेका छौँ र हाम्रो चिया बगान अर्ग्यानिकले चाहिँ खास गरेर प्याकेजिङको काम गर्छ है र यो चाहिँ हामीले विगत पोखरामा चितवनमा र विराटनगरमा हामीले आफ्नो सोकेस राखेर चाहिँ एक्जिबिसनमा राखिसकेका छौँ र हामीलाई त्यहाँबाट पनि राम्रो फिडब्याक आएको छ विशेष गरेर चितवन उद्योग सङ्घलाई पनि हामीले धन्यवाद दिन्छौँ एक नम्बर प्रदेश सरकारलाई जसले हामीलाई यो मौका दियो भने पोखरा उद्योग वाणिज्य सङ्घले हामीलाई हाम्रो बगान चाहिँ अत्यन्त सपोर्टिभ रूपमा चाहिँ हामीलाई सहयोग गरेको छ र कुनै पनि भोलि यो हाम्रो भिडियोद्वारा हेर्ने मान्छेहरू पोखरामा हुनुहुन्छ भने पोखराको लेक साइड 19 नम्बर स्टेटमा चाहिँ हाम्रो त्यहाँ फार्मर्स डेरी छ त्यहाँ पनि हामीले इलामको बगान अर्ग्यानिक टी किन्न पाइन्छ यो सूचना पनि यहाँहरूमा म सम्प्रेषण गर्न चाहन्छु र चियाको बारेमा जुन तपाईँले मलाई बेनिफिट भन्नुभएको थियो खास गरेर अर्थोडक्स चिया सधैँ पिउने मान्छेहरूलाई चाहिँ के भन्छ भनेदेखि तपाईँको गुगलमा पनि हेर्न सक्नुहुन्छ 25% क्लियर अफ द क्यान्सर भन्छ क्यान्सरको सम्भावना चाहिँ 25% कम हुन्छ भनिन्छ भने तपाईँले खाएर सर्टेन यसको चाहिँ फाइदा फिल गर्ने कुरा चाहिँ तपाईँले दैनिक अर्थोडक्स चिया पिउने गर्नुभयो भने तपाईँको प्रेसर लेभल कन्ट्रोलमा हुन्छ सुगर लेभल कन्ट्रोलमा हुन्छ र तपाईँलाई चाहिँ ग्यास्ट्रिकको प्रब्लम आउँदैन र एकदमै तपाईँ आफ्नो काम धन्दाले चाहिँ टायर्ड भएको बेला थाकेको बेला चाहिँ तपाईँलाई एकदम फ्रेस फिल गराउँछ र खास गरेर ठ्याक्कै थाहा हुने चाहिँ यी कुराहरू हुन् भनेदेखि तपाईँको कफीको इतिहासभन्दा चियाको इतिहास नेपालमा पुरानो छ र बढी चियालाई महत्त्व दिएको पनि मानिन्छ है र चियाको चाहिँ अब खास गरेर तपाईँले चिनी होइन त्यसमा मसला आदि इत्यादि हाल्नुभयो भने चियाको अलिकति औषधीय गुण नष्ट हुन्छ जसले चाहिँ ग्यास्ट्रिक गराउँछ भने तपाईँले खास गरेर चिनी प्रयोग नगर्नु होला अर्थोडक्समा तपाईँले अर्थोडक्समा अब गुलियो नै चाहिन्छ भने थोरै हनी गुण तपाईँको राम्रो खालको प्राकृतिक हनी हुन्छ नि हाम्रो गाउँमा आउने जुन हनी प्रयोग गर्न सक्नुहुन्छ त्यो अत्यन्त राम्रो हुन्छ र तपाईँलाई अर्थोडक्स चियाको बेफाइदा चाहिँ छैन र कहिले कुनै पनि चिजको फाइदाको पछाडि बेफाइदा हुन्छ र बेफाइदा खोज्नुहुन्छ भने तपाईँलाई जुन ग्रिन टी अर्थोडक्स ग्रिन टी खानुहुन्छ यदि तपाईँको प्रेसर लेभल कम छ भने चाहिँ तपाईँले फेरि खाली पेटमा खानु यसले प्रेसर घटाउने काम गर्छ अब त्यसको फाइदा चाहिँ के भन्दाखेरि जो मान्छेलाई हाई प्रेसर छ उसले कन्टिन्यू युज गर्नाले चाहिँ फेरि प्रेसर लेभल कम आउँछ
तर जसको अलरेडी लो छ भने चाहिँ त्यो चाहिँ अझै लो हुने भयो भने केही खाजासाजा खाएर खाना खाएर चाहिँ फेरि खान सकिन्छ। यही कुराहरू हो सर्कटमा भन्नुपर्दा। धेरै धेरै धन्यवाद। तपाईँ त चियाको विशेषज्ञ नै हुनुहुँदो रहेछ, धेरै खुसी लाग्यो। यतिको नलेज कसैलाई पनि थाहा थिएन होला। साथीहरू तपाईँहरू पनि यस्तै चिया पिउनु होला, त्यो नराम्रो चिया भन्दाखेरि यो अर्ग्यानिक चियाहरू पिउनु होला। आफ्नो हेल्थको बेनिफिटको बारेमा जति थाहा पायो उति राम्रो हो। अनि दाइलाई धेरै धेरै धन्यवाद। अनि यो लोकेसन चाहिँ हाम्रो तारकेश्वर वडा नम्बर 7 अनि कहाँ के भन्छ टुसाल चोक मेरो पर्यो। सबैलाई इन्भाइट छ। अनि दाइलाई धेरै धेरै धन्यवाद। धन्यवाद।